हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। टुडे इज फ्राइडे। यो चाहिँ फ्राइडेको भ्लग हो। एन्ड देन यो चाहिँ हाम्रो कुखुरा हो। कुखुराले चाहिँ अन्डामा एउटा मात्रै चल्ला निकालेछ। यो एक्चुअली भन्नुपर्दा अर्को कुखुराको चल्ला थियो, यो कुखुराको अन्डा थियो। अनि यो कुखुराले चाहिँ अरू 12वटा चल्ला चाहिँ निकाल्यो 13वटा अन्डामा, र एउटा अन्डा चाहिँ निकालेन। अनि हामीले फेरि अर्को कुखुरालाई, अहिले उठाएर बसेको कुखुरालाई दिएको थियौँ। भरे यो चाहिँ 1 हप्ता पछाडि निस्क्यो। भनेपछि यिनीहरू चाहिँ 1 हप्ताको 1 विक ओल्ड भइसकिसके भने त्यो अर्को चल्ला चाहिँ आजको 1 डे ओल्ड मात्रै छ। अनि त्यसको लागि चाहिँ मैले यहाँ खाना बनाएँ। अनि त्यसलाई, यो मकैको पिठो हो, मैले चाहिँ त्यसलाई चाहिँ सेपरेट राख्ने निर्णय गरेर त्यसलाई, त्यसको लागि यो सानो मकैको पिठो गरेँ। एन्ड दिस इज द क्युट चिक। अनि यसलाई चाहिँ मैले केयर गर्नको लागि यसरी उसको घर रेडी बनाएँ। अर्को बच्चाहरू चाहिँ ठुलो भइसक्यो र यो चाहिँ 1 दिनको मात्रै छ। त्यही भएर 1 दिन यता राखेर उता अर्को माउले लियो भने त्यसैलाई दिने विचार गरिरहेको छु। अनि क्रेटमा मैले यसरी म्याटहरू ओछ्याएर अनि चल्लालाई राखिदिएर अनि त्यहाँ माथिबाट बोराले छोपिदिएको थिएँ। तर यो चाहिँ एकदमै कराइरहेको थियो, एक्लै भएर पनि होला। अनि 1 दिनको चल्ला यसरी कराउँदाखेरि चाहिँ मेरो मुटु नै चुडिरहेको थियो। त्यही पनि मलाई चाहिँ आज दिनभरि बजार जानुपर्ने काम परेको हुनाले गर्दाखेरि, हाम्रो पसल छ हो, त्यो पसलमा जानुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ एकदम चिन्ता लागिरहेको थियो। अनि यो फरी डल थियो हो, त्यसलाई चाहिँ यसको छेउमा राखिदिँदाखेरि चाहिँ यसले आमाको जस्तै न्यानो महसुस गर्छ कि भनेर मैले यसरी राखिदिएँ। एन्ड इट वर्क्स गाइज। अनि यो चाहिँ एकदम आनन्दले बसिरहेको थियो। एकछिन चाहिँ करायो, एकछिनदेखि त पुरा आमा जस्तै टिके लाग्यो। अनि यो आइडियाले चाहिँ वर्क गर्यो। यसरी साह्रो पनि पो टिप्न थाल्यो एकछिनदेखि त। अनि मलाई चाहिँ एकदमै खुसी लाग्यो। साह्रै चिन्ता लागिरहेको थियो यो सानो बच्चाको। अनि बेलामा चाहिँ अत्यन्तै धेरै कराइरहेको थियो। यो कराउन साथ मलाई चाहिँ एकदमै चिन्ता लागेको थियो। अनि यो उज्यालो भरौँला कि भनेर मैले यसमाथिबाट न्यानो हुनको लागि बोराले छोपिदिएँ। अब चाहिँ यसलाई यो मकैको पिठो मात्रै होइन, चामलको कनिका पनि बनाउनु पर्यो भन्ने भयो। मैले बनाइसकेको थिएँ, तर पनि मैले यो कनिका निकाल्नकै लागि भए पनि मैले चामल फेरि निकालेर निफन्न लागेँ। हाम्रो चाहिँ कनिका एकदमै मसिनो खालको चाहिँ छैन, र पनि यस्तैले भए पनि काम चलाउँछ भनेर त्यो मकैको र चामलको मिसाउँदाखेरि चामलको खान मन लाग्यो चामलको खान्छ, मकैको खान मन लाग्यो मकैको खान्छ। तर मैले सुनेअनुसार चाहिँ चल्लाहरूले 3 दिनसम्म चाहिँ केही खाँदैनन् भन्ने, यसै सिक्छन् मात्रै अरे क्या, टिप्नलाई सिक्छन्, तर उनीहरूको भुँडीमा चाहिँ केही पुगेको हुँदैन भन्ने सुनेको थिएँ। र पनि आफ्नो मन शान्तको लागि मैले चारो हालिदिएर हिँड्ने निर्णय गरेँ। तर मलाई चाहिँ एकदमै आज यो बच्चालाई मिस गर्छु जस्तो मलाई। मैले यो चामलको कनिका र मकैको कनिका दुइटै हालिदिएर अनि राखिदिन्छु जस्तो लागिरहेको थियो। अनि यो बच्चा चाहिँ एकदम घरको न घाटको जस्तो भइरहेको छ के खासमा भन्नुपर्दा। अब उसको आमासँग पनि जान सक्दैन, किनभने उसको आमाको बच्चाहरू ठुलो भइसकिसक्यो। आज चाहिँ अब भोलिदेखि लिन्छ लिँदैन, आई होप गाइज प्रे एन्ड आई प्रे फर द्याट कि उसले चाहिँ यसको आमाले लियोस् यो चल्लालाई चाहिँ आफ्नै जस्तो गरेर। त्यसले लिएन भने त मेरो त मुटु नै चुडिन्छ होला, कसरी हुर्काउने यो बच्चालाई जस्तो भइरहेको थियो। अनि अर्को जुन आमाले चाहिँ यसलाई निकाल्यो हो, त्यो आमाको चाहिँ फेरि अझै थुप्रै दिन छ क्या, अस्ति भर्खर त बसेको। अनि त्यही भएर मलाई चाहिँ एकदम गाह्रो भइरहेको थियो। अनि म बजार पुगेँ उसलाई हेरेर बाई बाई गरेर। अनि दिस इज द सिन फ्रम द बजार। अनि यहाँनिर दिउँसोभरि बिहानको 10 बजीतिर हिँडेको मान्छे म बेलुका एकैचोटि 6 बजी 7 बजीतिर मात्रै आउने भएको थिएँ। आउने बित्तिकै मेरो फर्स्ट वक भनेको मेरो बच्चालाई हेर्नु थियो। अनि मैले रुमको बत्ती बालेर हेर्छु त ओ माई गड, म चाहिँ बाँचोस् है भनेर भगवान्लाई एकदमै प्रे गरिरहेको थिएँ दिउँसोभरि। एन्ड देन आई सी दिस सिन के कस्तो, म त हार्ट वार्मिङ लाग्यो, एकदमै माया लागेर आयो। यु अलाइभ, आई लभ यु सो मच, आई मिस्ड यु सो मच। आज मैले कति मिस गरेँ तिमीलाई।
म त एकदमै खुसी भएँ कि दिनभरिको थकानहरू सबै थोक बिर्सेर आज दिउँसोभरि के भइरहेको थियो सबै थोक बिर्सेर म चारो दिन लागेँ। म त एकदमै हार्डली फिल भइरहेको थियो, इमोसनल पनि भइरहेको थिएँ। अनि यसो चल्लाले चारो खाइसक्यो। अनि खाइसकेपछि चाहिँ म सोचिरहेको थिएँ कि त्यसको त्यो 1 हप्ता जति भइसक्यो त्यो बच्चा निकालेको हो, त्यसको आमासँग यसलाई मिसाइदिउँ भनेर। किनभने अब राति त थाहा पाउँदैन नि त। अनि यसो पछाडि पुछाडिबाट लगेर हालिदिँदाखेरि यस्तो न्यानो पनि हुन्छ, आमाको माया पनि पाउँछ। अनि वाट इफ उसले एक्सेप्ट गर्यो भने त ओ माई गड, चेरी अन द टप भइहाल्छ। तर एक्सेप्ट गरेन भने पनि आई विल वर्क अन इट। म चाहिँ एकदमै हुर्काउनेवाला छु यो बच्चालाई चाहिँ, मेरो सकेसम्म प्रयास गर्नेछु। अनि यो चारो एकछिन खाइसकेपछि एकछिन खेलाइसके पछाडि मैले चाहिँ यसरी अरू बच्चाहरू चाहिँ बसिरहेको थियो, हेर्नु न कति ठुल्ठुलो छ। अनि यो चाहिँ एकदमै सानो छ कि 1 दिनको त हो। अनि मैले यसरी पछाडिबाट सुक्खा हालिदिएर निबु त गरिदिएँ। अनि र पनि मलाई ला ठुङ्छ कि अथवा अरू बच्चाहरूले चिन्छ कि जस्तो चाहिँ लागिरहेको थियो। अनि मैले दुलोबाट हेरेँ तर पनि यिनीहरूले केही रियाक्टै गरिरहेको थिएन कि के हो यो वास्तै भइरहेको थिएन। अनि त्यस पछाडि म चाहिँ खुसी भएँ। अनि एकछिनमा पनि हेरेँ के भइरहेछ कि बा भनेको त भरे त उता पछाडि नै रहेछ क्या। अनि रात परेको थियो। एन्ड देन दिस मच फर टुडे, थ्याङ्क यू सो मच।